यदि आज तपाईँले यो कुरा नगर्नु भएको भए यो रिल तपाईँसँग पुग्थेन। यसलाई भनिन्छ पुतली इफेक्ट। सरी यसलाई भनिन्छ बटरफ्लाई इफेक्ट। यो इफेक्टका अनुसार यदि संसारको कुनै कुरामा एउटा पुतलीले आफ्नो पखेटा फर्फराइरहेको छ भने संसारको अर्को कुनामा ठुलो आँधीहुरी आउन सक्छ, जसको मतलब तपाईँको सानो कुराले, सानो डिसिजनले ठुलो इम्प्याक्ट पार्न सक्छ। मानौँ तपाईँ 9 बजी जहिले पनि घरबाट निस्किनुहुन्छ, 9:10मा तपाईँले गाडी समात्नु पर्ने हुन्छ र आज तपाईँले के गर्दा गर्दा ढिलो भयो, 9:01मा घरबाट हिँड्नुभयो तर गाडी समात्दाखेरि गाडी छुट्यो, तपाईँ काममा जान पाउनु भएन र बसले तपाईँलाई कामबाट निकालिदियो। अब तपाईँ ब्याक गएर हेर्दाखेरि तपाईँ 1 मिनट ढिलो हिँड्नु र तपाईँको जागिर जानु, यो भनेको धेरै ठुलो डिफ्रेन्स लाग्छ। तर सानो कुराले नै मेजर इभेन्ट हुन्छ, यसलाई नै बटरफ्लाई इफेक्ट भनिन्छ। र अर्को कुरा, यदि मैले यो भिडियो अपलोड नगरेको भए र तपाईँले सही टाइममा मोबाइल नचलाएको भए सोसियल मिडियाको एल्गोरिथमले मेरो भिडियो तपाईँको फिडसम्म पुर्याउँदैन। आज तपाईँसँग जे पनि कुरा भइरहेको छ त्यो तपाईँको पहिलाको नै डिसिजन हुनसक्छ। त्यसैले के कुरा गर्नुभन्दा अगाडि सोच्नुहोस्, तपाईँले आजै गरेको डिसिजनले भोलि कुनै मेजर इभेन्ट बन्न सक्छ।